ल है साथीहरू, यो चाहिँ मैले अब यो कपडाहरू कतै अब तपाईँको चाहिँ डोरीले बाँध्नु परेमा यो चाहिँ सजिलो तरिका भन्न गइरहेको छु हजुरहरूमा होइन। यो चाहिँ तपाईँको हामीले अब विभिन्न तरिकाले बाँधिरहेको हुन्छौँ, तर यो फुस्किने डर हुन्छ होइन। त्यही भएको हुनाले चाहिँ नयाँ आइडिया साथ तपाईँहरूमा आएको छु भिडियो लिएर होइन। यो मानिलियो यो तपाईँको के भन्छ यो रस्सी डोरी भनौँ है, अनि यो चाहिँ नर्मल्ली कपडा हो होइन। अब यसलाई चाहिँ इजी तरिकाले दिमाग लगाएर गऱ्यो भने जे पनि हुने रहेछ। यहाँ हेर्नुहोस् है साथी, यो कपडा हो अनि यो कपडालाई यसरी लिने अनि यसलाई यो डोरीलाई होइन साथीहरू हेर्दै गर्नुहोस् है। अब यसरी लिएपछि अब एक राउन्ड यहाँ दिने अनि यो एक राउन्ड दिँदाखेरि यो कपडाभन्दा मासतिरबाट चाहिँ यसलाई दिने होइन। हेर्नुभयो नि साथीहरू, यो कपडाभन्दा यसलाई एक राउन्ड लगाएर कपडाभन्दा माथिबाट चाहिँ है, देख्नु भएको छ नि, कपडाभन्दा माथिबाट यसरी लिएपछि अनि कपडा जुन बाहिरपट्टिको भागमा पर्छ यसलाई पालभित्र हाल्दैछ। पालभित्र हालिसकेपछि यसलाई केही गर्ने भने जस्ट टाइट मात्र गरिदिने है साथीहरू। यो चाहिँ ल अब यो जति गर्दा नि छुट्टिनेवाला छैन। अब यसलाई खोल्नलाई पनि एकदम सजिलो छ है साथीहरू। ल यसरी तपाईँले यस्तो गरेपछि यो जुन भित्र पसाएको कपडालाई चाहिँ यसरी निकाल्न सकिन्छ। अब यस्तो गरेपछि ल जादु जस्तै भयो नि साथीहरू। यसरी चाहिँ गर्नुपर्ने रहेछ है।